होइन हौ माने काका, यसपालिको दसैँमा पिङ हाल्ने होइन, आज त घटस्थापना हो, ढिलो भइसक्यो। त्यसो भए यसो गरौँ त कुमार, सबैसँग अलिअलि पैसा उठाउँ। दसैँ जस्तो यस्तो महान चाडमा त पिङ त हाल्नै पर्यो नि। ल नि त सबैसँग अलिअलि जे जति हुन्छ पैसा उठाउ न त। उठाउनु पर्दैन, आकाशलाई यसपालि खानेपानी योजना परेको छ। ल आकाश पिङ हालिदिनु पर्यो भने उसैले पैसा दिइहाल्छ नि। हो, तिमीले सही कुरा गर्यौ। आकाशलाई नै भन्नु पर्ला। नमस्कार है माने काका। नमस्कार गौरव बाबु, बस बस। सबैसँग यतै भेट भयो त। हामी त यतै छौँ। अनि माने काका, के कुरा हुँदैछ? के कुरा हुनु र गौरव, पिङ हाल्ने कुरा हुँदैछ। आकाशसँग पैसा मागेर पिङ हाल्नु पर्ला। ए ल ल। अनि माने काका, दसैँमा मासुसास पनि खानुपर्ने होला, एउटा खसी खोल्नु पर्यो। यसपालि मेरो घरमा आमा पनि हुनुहुन्न, हामी 3 जना मात्रै छौँ। तपाईँको पनि अब धेरैजना हुनुहुन्न, एउटा खसी हो भने 2टै घरलाई पुग्छ। एउटा खसीको व्यवस्था गर्नु पर्यो के? होइन, त्यो त मैले व्यवस्था गरिसकेको छु, त्यसको लागि तनाव लिनु पर्दैन। यसपालि चाहिँ मैले गाउँमा 4-5वटा खसी व्यवस्था गरिसकेको छु। त्यतिले त सबैलाई पुगिहाल्ला नि, कतिले बाहिरबाट पनि खोजेर ल्याउलान्। खसीको व्यवस्था गरिरहनु पर्दैन। ए ल ल, खुसी लाग्यो। पाएको मान्छे भनेको पाकै मान्छे हो, पहिले खसीको व्यवस्था गरिसक्नु भएछ।